हेलो नमस्ते, म चाहिँ शिशिर ओझा। आज चाहिँ म एउटा एकदमै राम्रो जुन केपी खनाल दाजु हुनुहुन्छ हाम्रो सुदूरपश्चिमबाट, उहाँले एकदमै राम्रो काम गरिराख्नु भएको छ है। उहाँले लम्कीचुवादेखि लिएर कोहलपुरदेखि लिएर सबै ठाउँमा एकदमै जुन त्यो अहिले राम्रो क्याम्पेन चलाइराख्नु भएको छ सरसफाइ अभियानको। म हजुरको एकदम ठुलो फ्यान पनि हो, तर हजुरसम्म यो भिडियो पुग्छ कि पुग्दैन थाहा भएन। दाजु बिग रेस्पेक्ट छ, हजुरलाई बिग रेस्पेक्ट छ। त्यसै गरी जुन हजुरले काम गरिराख्नु भएको छ अहिले, त्यो कामको त म फेरि एकदमै के हुन्छ नि, सबै युवाहरूलाई चाहिँ म के भन्न चाहनुहुन्छ भने आफ्नो ठाउँबाट उठ्नु पर्यो। जुन केपी खनाल दाजु जस्तै अरू हाम्रो मनदेखि कुल बोय कुल बोय पारस ठकुर, उहाँको त फेरि फ्यानमा भन्नै पर्दैन, एकदमै ठुलो फ्यान हो उहाँको पनि। अनि काम के यस्तो राम्रो काम गर्नुहुन्छ नि केपी खनाल दाजुले गर्दै हुनुहुन्छ जुन अहिले एकदमै राम्रो काम। तर के गर्नु दाइ है, म चाहिँ अलि विदेशमा, अब के गर्ने यस्तै छ है। एक दिन सँगै यस्तो नेपाल फर्किएर चाहिँ हजुरसँग भिडियो अवश्य नै भेट हुनेछ र अवश्य नै भिडियो जुन सरसफाइ अभियानमा हजुर लाग्नु भएको छ त्यो अभियानमा म पनि जुट्नेछु भन्ने विश्वास छ मेरो। जे गर्दै हुन्छ राम्रै गर्दै हुन्छ दाइ है। तपाईँसँग भिडियो पुग्छ कि पुग्दैन थाहा भएन, तर हजुरलाई म मेन्सन गर्छु, हजुरको कमेन्ट चाहिँ मेरोमा देख्न पाइयोस्। के हो है, माया छ है, माया छ केपी खनाल दाइ, माया चाहिँ